फेरि पनि मलाई केहीको खाँचो छैन मलाई केहीको खाँचो छैन यो प्रभु तपाईँ हाम्रो असल हामीलाई चिस्याउने हामीलाई वास्ता बिक्री गराउने हामीलाई मार्ग देखाउने तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ प्रभु येशू हामी तपाईँलाई धन्यवाद दिँदछौँ प्रभु यो आज यो हलमा आज तपाईँका पवित्र जनहरू हामी भेला भएर प्रभु यसरी तपाईँको नाउँको प्रभु हामीले बढाइ गर्ने यो अवसर हामीलाई दिनुभएको छ यो हामी असल भएको कारण हामी धर्मी हामी राम्रो भएको कारण प्रभु तपाईँ प्रभु प्रेमी हुनु तपाईँ धर्मी हुनुभएको कारण तपाईँ असल अनि अनुग्रही हुनुभएको कारण प्रभु आज तपाईँको उपस्थिति अगाडि आएर प्रभु तपाईँलाई हामी धन्यवाद टक्राउने बढाउने अवसर हामीलाई पाएको छ प्रभु तपाईँलाई धन्यवाद स्तुति प्रशंसा